नमस्ते गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ फेरि म आज 2082 सालको पहिलो शनिबार हाम्रो बुढा शिव मन्दिरमा आइपुगेको छु। पितृहरूलाई त ढोक्नु पऱ्यो नि त सुरुमा त, अनि मात्रै हाम्रो जिन्दगी सुरुवात गर्नुपर्छ। सो म त यहाँ आइपुगेको छु बुढा शिवमा। हजुरलाई सानो दृश्य देखाउँछ है त, स्टे ट्युन। सो माई व्युअर्स, हामी चाहिँ बुढा शिव मन्दिरको प्रवेशद्वार एन्ट्री गर्दैछौँ। सो यहाँबाट चाहिँ लाइन स्टार्ट हुन्छ अनि यहाँ यस्तै घुमेर चाहिँ टक्क एउटा सिलरोटी पाकेको जस्तै बनाएको छ है क्यु चाहिँ। अनि उहाँहरू भनेको चाहिँ फेरि फुल अक्षता धुप रक्सी र अन्डाले पूजा गर्न आउनुभएको। उहाँहरूले चाहिँ काठमा नगरिकन अर्थात् बलि नचढाइकन चाहिँ पूजा गर्न आउनुभएको छ है। अब आफ्नो आफ्नो इच्छा हुन्छ, कसैलाई बलि चढाएर गर्नु मन लाग्छ, कसैले नचढाएर। सो हजुरहरूले यहाँ माथि देख्नुभएको बाँसको रुख चाहिँ यसको धेरै टुप्पा छ। अनि यता चाहिँ कुखुराको बलि दिने लाइन हो है। यिनीहरू चाहिँ कुखुराबाट आउनु भएको छ पेरेन्टमा। सबै अब यो भालेको पनि जाँदैछ। आफ्नो आफ्नो कुराहरू है। सुप्रेमी अर्थात् किरात चेलीको दर्शन गराउँदैछ है त। यो चाहिँ किरात चेली सुप्रेमीको। यहाँ चाहिँ कुखुराको पोथी अन्डा र धुप मात्रै चल्छ है। म चाहिँ पूजा सकेर यस्तो हेरेको त आमा लामो क्यु क्या। अझै मान्छेहरू चाहिँ आउने जाने क्रम जारी छ है, हेर्नुहोस् त। सो हजुरहरूले यस्तो लामो क्यु त देख्नु भएन। अझै मैले त पूजा गरिसकेर खिचेको है। अब 2022 पहिलो शनिबार। अब आउने वैशाख 29 गते चाहिँ हाम्रो राईहरूको साकेलो उभोली सुरु हुन्छ। त्यो दिन चाहिँ हजुर जहाँ भए पनि जसरी भए पनि बुढा शिव मन्दिरमा चाहिँ आउनु होला, किनभने त्यो दिन चाहिँ यो मन्दिर यस्तो झक्की झक्काउ र भव्य गुन्जेमान रहन्छ है। त्यति बेला चाहिँ राई लिम्बू याक्खा छुम्मा सम्पूर्ण किरात समुदायको नाकचोक अर्थात् धामीहरूले चाहिँ हाम्रो पितृ बुढा शिवसँग चाहिँ बोल्नुहुन्छ। उहाँहरूले आफ्नो मुद्दुम नाच्दै यस्तो रमाइलो गर्नुहुन्छ त्यो दिन है। डोन्ट मिस इट है यो दिन चाहिँ। अब आज चाहिँ 2082 सालको फर्स्ट स्याटरडे है। सो म चाहिँ पितृहरूलाई भेटिसकेँ। अब पालो हजुरहरूको आउनु होला। अनि पितृहरूसँग आशीर्वाद